हामी कमाउनको लागि गएको हो। के हो भने नेपालबाट पढ्नको लागि भनेर आउँछ, तर जापानमा चाहिँ त्यस्तो पढ्न भन्दा नि पनि सबैजनाले कामको मात्रै हेर्ने गर्छन्। तर त्यो काम गर्नको लागि चाहिँ चाहिने भनेको हामीलाई चाहिँ भाषा हो नि त। खासमा हाम्रो नेपालको भाषा र इङ्ग्लिस चाहिँ यहाँ चल्दैन भन्ने सबैलाई थाहा छ। जति पनि हेर्दै हुनुहुन्छ नेपालबाट हाम्रो अभिभावक हेर्दै हुनुहुन्छ भने तपाईँहरूलाई म के भन्न सुझाव दिन चाहन्छु भने एउटा चाहिँ 2-3 वर्षको यहाँको भोगाइ र यहाँको गरेको सङ्घर्षको बारेमा दिन चाहन्छु। तपाईँहरू आफ्नो छोरा छोरीलाई यहाँ पठाउनुहुन्छ, ठिक छ यो पठाउनु भयो तपाईँले चाहिँ, तर त्यो पठाउने बेला चाहिँ छोराले चाहिँ कतिको भाषा गरेको छ, कतिको भाषा चाहिँ अहिले पढेको छ, कुन लेभलको भाषा बनाएको छ भनेर चाहिँ बुझ्नुपर्ने देखिन्छ। अब तत्काल स्टुडेन्टमा चाहिँ अहिले लिनेन्सी हुनुहुन्छ होइन, अहिले लिनेन्सी स्टुडेन्टहरूको लागि चाहिँ जापानमा अलिकति मेडिटेसन मर्ने समस्याहरू चाहिँ एकदमै धेरै देखिएको छ होइन। त्यसको लागि चाहिँ जापानबाटै जापानमा भएका साथीहरूको लागि कसरी चाहिँ जानकारी दिनुहुन्छ? म यो विषयमा के भन्न चाहन्छु भने अहिले धेरै जसो हाम्रै सुदूरपश्चिमको पनि यो वर्षमा मात्रै 6-7 जनाको डेथ भइसकेको अवस्था छ। उहाँहरूले के कति कारणले यो गरे, कसरी चाहिँ यो गरे भन्दाखेरि उहाँहरूको खास समस्या भनेकै यो के हो भने यहाँको भोगाइ, यहाँको सङ्घर्ष थेप्न नसकेर यहाँ के छ भने सबैभन्दा महँगाइ छ। यहाँ चाहिँ भाषा हुनैपर्ने हुन्छ, काम नपाएको हुन्छ, अनि सेनमन नपाएर धेरै जसो विद्यार्थीहरू अवस्था एकदमै गाह्रो भइसकेको अवस्था पनि देखिन्छ। त्यो हुँदै गर्दाखेरि उहाँहरूलाई चाहिँ के हो भने आफ्नो घर फ्यामिलीबाट साथ पनि नपाएको अवस्था देखिन्छ। किनभने घर फ्यामिलीबाट जतिको सपोर्ट पायो त्यही अनुसारले गर्न सकिन्छ। त्यही भएर चाहिँ त्यहाँबाट आइसकेपछि, जापानमा आइसकेपछि सबैलाई समस्या हुन्छ र त्यो समस्यालाई चाहिँ आफूले चाहिँ एउटा मैले चाहिँ यहाँ संसार त्याग्नु नै मेरो समस्या समाधान हो भन्ने चाहिँ यो हुन्थ्यो जस्तो लाग्छ। 6-7 जना जानुभयो, उहाँलाई चाहिँ गर्न चाहन्छ 5-6 जनाको ग्रेड हो। त्योमा चाहिँ मैले भने आफूले 6 जनालाई चाहिँ सहयोग गरेको मैले 6-7 जनालाई सहयोग पनि गरेको थिएँ। त्यहाँ सहयोग गर्दाखेरि चाहिँ धेरैजना अन्य प्रदेशका साथीभाइहरूले पनि सहयोग गरेको अवस्था थियो र उहाँले चाहिँ यो अवस्थामा जति सङ्घर्ष गर्नुभयो त्यति चाहिँ सजिलो छैन, सङ्घर्ष गर्न धेरै गाह्रो छ। र अब पनि आउनु भने सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने नेपालबाट आउँदाखेरि सबभन्दा भाषा नै हो। तपाईँहरू नआउनुहोस् कसैले पनि भन्नु सक्दैन, आउनुहोस्, तर चाहिँ के हो भने सबैले भाषा हो चाहिँ। त्यही भएर चाहिँ भाषा बनाएर आउनुहोस्। एउटा चाहिँ कम्पनीजका साथ नेपालबाट चाहिँ आमा बुवाको चाहिँ फुल्ली सपोर्ट र घर परिवारको फुल्ली सपोर्ट, साथीभाइको फुल्ली सपोर्ट हुन्छ भने तपाईँहरू आत्मबल गरेर गर्नुहोस्। जापान राम्रो छ, गर्न सकिन्छ, तर भाषा चाहिँ अनिवार्य चाहिन्छ। अन्तिममा नेपालमा हुने आफ्नो परिवार, आफन्त होइन